अंग्रेजी साहित्यमा एउटा प्रसिद्ध कथा छ, सोलोमनको न्याय। यो खास गरी बाइबलमा छ। बाइबलमा सोलोमनको न्याय भन्ने छ। त्यसमा दुई महिलाले एउटै बच्चालाई आफ्नो छोरो भएको दाबी गर्छन्। दुईटी महिलाले एउटै बच्चालाई मेरो छोरो हो यो भनेर दाबी गर्छ। अलिक लामो कथा छ, म लामो कथामा जान्न चाहन्न। दाबी प्रतिवादीबाट हैरान सोलोमनले वादी प्रतिवादीबाट हैरान सोलोमनले सबैलाई अचम्मित पार्ने फैसला सुनाउँछन्। छोरो नभई कुनै पनि मान्दैनन्, आफ्नै छोरो भन्छन्, रुवाबासी गर्छन्। त्यो देखेपछि सोलोमनले एउटा सबैलाई अचम्म पार्ने फैसला सुनाए। यो बच्चालाई ठाडो चिरेर दुवै महिलालाई आधा आधा बाँडिदिनु। तीमध्ये एउटी महिला आधा भए पनि ठिकै छ, मलाई मेरो छोरो आधा भए पनि चाहिन्छ, चिरेर भए पनि ल्याऊ भने। तर अर्की आत्तिँदै र रुँदै भन्छन्, बो मलाई चाहिएन, बच्चा उसैलाई देऊ, तर मर्न नदेऊ, नचिर, उसैलाई देऊ, उसैको छोरा भनेर मान्देऊ, यस्तै फैसला भइदियोस्, यो बच्चा नचिरौँ। त्यसपछि न्यायमूर्ति सोलोमनले तिनै महिला साँचो आमा भएको थाहा पाउँछन् र बच्चा उनीलाई दिन्छन्। यो कथाको प्रसङ्ग के हो भने, लोकतन्त्रका लागि लड्ने, बलिदान दिने, जेलनेल सहितको यातना भोग्ने, प्रवासन, निर्वासन, अङ्गभङ्ग, घाइते, अपाङ्गता, सारा पीडा, कुटाई पिटाई भोग्ने हामीलाई यो प्रणाली ज्यानभन्दा प्यारो छ। यसको जीवनका लागि हामी कस्तै कष्ट पनि सहन तयार छौँ र कस्तै कदम पनि हामी चाल्न तयार हुन्छौँ लोकतन्त्रको रक्षाका लागि। कति लोकतन्त्र मन नपर्ने पनि यहाँ हुन सक्छौँ। कति लोकतन्त्रको सम्वर्धनका लागि होइन, यसको उपभोग गर्ने, त्यसको हुर्मत लिने अभिष्ट भएका पनि हुन सक्छौँ। तिनीहरूबाट यो प्रणाली जोगाउँ। जसको छोरा हो उसले त काटिनुभन्दा बरु अर्कैले लगे त छोरा बाँच्छ भनेर माया त हुन्छ नि। हामीलाई त्यो माया छ। हामी अर्काले फलाइदिएको खेती, अर्काले तयार गरेको भान्सामा स्याहार सम्हार गर्न अथवा त्यसको लाभ लिन पसेका होइनौँ। त्यसकारण हामी यसको कर्तव्य ठान्दछौँ। म संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयको तर्फबाट हार्दिक न्यानो अभिवादन, जय मसी। हामी सबभन्दा पहिला त नेपाली हौँ, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक देश हो यो। अब धर्म मान्ने स्वतन्त्रता माथि म फेरि सम्मान गर्छु। राज्यले सम्मान गर्नुपर्छ, धर्म जसले मान्छ त्यो धार्मिक स्वतन्त्रतामाथि सम्मान गर्नुपर्छ र समाजवाद त अझै त्यस्तै हुनुपर्छ। नेपाल बहुधार्मिक राज्य हो। यो संविधानले स्वीकारेको कुरा हो, मैले भनेको कुरा होइन। क्रिश्चियनलाई मान्दिन भन्नु चाहिँ संविधान मान्दिन भन्नु हो। संविधान मान्दिन भन्ने देशद्रोही हुन्। यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हातकडी लगाउने, जेलमा हालिदिने हो। विश्वमा धार्मिक जनसङ्ख्या 85% छन् लगभग। सबैभन्दा ठुलो धार्मिक जनसङ्ख्या विश्वमा क्रिश्चियनकै छ। लगभग संसारमा 30% भन्दा बढी संसारले मान्ने अनि हामीले चाहिँ नमान्ने। अब
मेरो विचारमा जिसस क्राइस्टको शिक्षाले हामीलाई शान्ति, न्याय र सम्मानता प्रदान गर्छ। समावेशिता, मानवता, गरिबी र कमजोरहरू सीमान्तकृतको उत्थान गर्छ। दाइ म चर्च जाँदाखेरि मैले बाइबलमा पढेको छु आफू जलेर अरूलाई उज्यालो दिनु अरे क्या। अनि मलाई त्यो खुसी लाग्छ दाइ, किनभने एटलिस्ट मैले नराम्रो त गराएको छैन नि त। अनि त्यही भएर मलाई यो चिजमा मलाई केही फरक पर्दैन र मेरो आउने दिनको मेरो सहयात्री होस् या जोसुकै होस् उसले चाहिँ मलाई फेरि पनि यो गर्ला कि नगर्ला भन्ने त्यो चिजमा एटलिस्ट म जोगिएँ नि त। अबको दिनमा पनि यसले मलाई यसो गर्न सक्छ, किन मैले चोट खाइसकेको छु नि त। अब चोट खाएको मान्छेले अब अरूसँग चाहिँ अझै सतर्क हुन्छ क्या। त्यो त मलाई लेसन सिकायो नि त, मलाई पाठ दियो क्या। त्यही भएर मलाई चाहिँ मलाई एकदम मन परेको बाइबलको कथा, एकदमै मलाई त्यो असाध्यै मन परेको कथा चाहिँ के भन्दाखेरि एकचोटि जिजस चाहिँ एउटा गाउँबाट त्यहाँ गाउँको बाटो भएर जाँदै हुनुहुँदो रहेछ कतै यात्रामा। अनि त्यो गाउँमा चाहिँ त्यतिखेरको समाजमा चाहिँ अब त्यो व्यभिचार गर्ने महिलालाई चाहिँ अरू कोही पुरुषसँग व्यभिचार गर्ने महिलालाई चाहिँ अब त्यहाँ ढुङ्गा हानेर मार्ने त्यहाँको चलन थियो। अनि आइम स्योर यु नो द स्टोरी, कसैलाई ढुङ्गा हानेर चाहिँ मारिँदै रहेछ। अनि त्यो भिड देखे पछाडि जिजस त्यहाँ जानुभएर के भइरहेछ भन्दाखेरि यो व्यभिचारिणी हो, यो यस्तो भनौँ न यो कलङ्किनी हो, यो यसलाई चाहिँ अब हामीले दण्ड दिनुपर्छ, दण्डित गर्नुपर्छ भनेर भने पछाडि तपाईँ पनि ढुङ्गा फाल्नुहोस् भनेर भने। अनि त्यो भन्दाखेरि जिजस क्राइस्ट चाहिँ एकछिन रोकेर उहाँले के भन्नुभयो भन्दाखेरि ठिक छ त्यो कुरा त मैले माने, यदि यो पापिनी हो भने ठिक छ यसलाई दण्ड दिनुपर्छ, तर ती मान्छेले मात्रै यसलाई ढुङ्गा हानुन् जस्तै कर्ममा मात्र होइन आफ्नो विचारमा पनि कहिले पनि पाप चिताएका छैनन्। एन्ड यु नो वाट इज द ब्युटिफुल थिङ, एन्ड भनिन्छ कि जिजसले पनि हान्नु भएन अरे क्या, जिजसले पनि ढुङ्गा हान्नु भएन। सो जिजस कन्सिडर द्याट इभन परमेश्वर पुत्र वाट एभर लाइक एज द स्टोरी गोज, जिजस त्यस्तो मान्छे हुँदाखेरि उहाँले पनि आफूलाई हुन्छ नि एउटा वैचारिक तलमा हामी कोही पनि त्यस्तो होलियर देन दाउ, हामी होलियर दाउ भन्दा पनि हामी एज अ स्पिसिज त सेम फङ्सन्स लिएर जन्मेका छौँ नि त। हामी त एउटै मोडलको फोन हो नि त होइन?